हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। हजुरलाई स्वागत छ एमनिस्टी ब्लगमा। आज चाहिँ म र मेरो दिदी भएर केक लिन जाँदैछौँ। के को लागि भन्दाखेरि आज मेरो मम्मीको बर्थडे। गाइज हामी चाहिँ टाढी बजारमा आइपुगेको अवस्था यस्तो छ है। हाम्रो टाढी बजार चाहिँ यस्तो छ। आइसकेको अवस्था केक लिनलाई चाहिँ व्हाइट फरेस्ट चुज गरेको छौँ। ब्ल्याक हो, ब्ल्याक हो रे। रेडी गर्दैछौँ। उता दिदीहरूले चाहिँ मोमो स्पिन गर्दैछ। हजुरलाई देखाउनेछु यता देख्न सक्नुहुन्छ गाइज मोमो आइसक्यो। दिदी लिँदैछन् रहेछ। मिठो है फ्रोजन यहाँ देख्न सक्नुहुन्छ गाइज। अनि यहाँ छ अरू चाहिँ हेर्न सक्नुहुन्छ गाइज। लाइनै गइदियो कि छ्या के गर्ने अब। हाम्रो भर्खरै आयो है गाइज। ल फेरि गयो। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो मोमो छ। हामी निकाल्दैछौँ। अहिले म निकालेपछि पनि हजुरलाई देखाउने छु। गाइज अब चाहिँ मोमो निकाल्दैछौँ। यस्तो तातो तातो छ, फुट्दो रहेछ त। अन्त हुन्छ मम्मी त हुन्छ माझीको बर्थडे आज। गाइज हेर्न सक्नुहुन्छ कोक राख्दै हुन्छ दिदीले। म चाहिँ यता छु। कोक खाने आउनुलाई गाइज। मोमो खाने आउनु होला। टाढी हो मेरो घर, आउनु होला। चितवन टाढी हो गाइज मेरो घर, आउनुलाई। मजाले मिठो मिठो कुरा बनाएर खुवाउँछु। म सबै थोक बनाउँछ। मेरो भिडियोमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। ल गाइज एक बोतल कोक सक्यो घरको। ल हेर्न सक्नुहुन्छ गाइज मेरो मम्मीको केक यही हो। यता हाम्रो खाजा छ। अब चाहिँ म हजुरहरूलाई हेर्न सक्नुहुन्छ है गाइज यस्तो छ। अहिले म एकछिनपछि देखाउने छु हजुरहरूलाई फेरि। सबैजना हाँसिरहनु मलाई बिल्ला उडान साथीहरू। हजुरहरूले साथ सपोर्ट चाहिँ मेरो मामा माइजू मोमो सबैजनालाई बाँडिसकेको अवस्था। अब चाहिँ केक कटिङ गर्ने। हजुर हामीले चाहिँ मनाउने भने त्यसरी मनाउने होइन, यस्तो केक काट्ने खाने हो। यस्तो मनाउने भने धेरै मनाउने गरेको छैन गाइज। हाम्रो सानोतिनो हो। साथीहरू किन होला यिनीहरूले हो कि मेरो बिल्ला उडाएका। हेर्नु न गाइज मलाई सबैजनाले बिल्ला उडाएका छन्। अब हामी खाँदैछौँ। मेरो भाइको त्यो मेरो केक त सरप्राइज भनेको, तर के गर्नु मम्मीले देखिहाल्नु भयो। अब सरप्राइज भएन। मम्मी मिसिनु भएको कारणले मेरो भाइले बोल्छ नो के हो यो। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु मम्मी। ल यता मेरो भाइले निकाल्यो के भन्दै राख्यो। ल काटेर लिएर आउने हो। कस्तो लाग्यो हजुरलाई भिडियो हेरेर मलाई भन्नु होला होइन। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। आजलाई यति नै। अब भेट्नेछौँ अर्को भिडियो लिएर।